हेलो हेलो यहाँहरूलाई नमस्ते भन्न चाहन्छु। आज पनि मैले एउटा रमाइलो घटना लिएर आएको छु। मेरो जीवनमा घटेको रमाइलो घटना एकदमै रमाइलो छ, हेरेर साथ दिनु होला है त। कुरा कहिलेको भन्दाखेरि लगभग 3 वर्ष अगाडिको कुरा हो। घरमा चाहिँ ल बिहा गर्नुपर्छ भनेर कुराकानी भयो होइन। अनि ल ठिकै छ, अब गरौँ न त, 23-24 वर्षको भइहाल्यो, 24-25 वर्ष पुगिहाल्यो भन्ने कुरा भयो होइन। अनि कस्तो केटी बिहा गर्ने, के गर्ने भनेर यसो कुराकानी गर्दा गाउँमा बुढापाकालाई अनि एकजना गाउँको हजुरबाले चाहिँ मैले केटी देखेको छ, म केटी हेर्न लान्छु नातिलाई भनेर बुढालाई गफ हाने होइन। अनि बाबुले त्यसो भनिसकेपछि ल जाउँ न त भनेर भोलिपल्ट लाग्यो बाटामा जाँदाखेरि गफगाफ गर्दै गइयो। बा मलाई त थाहा छैन कस्तो खालको केटी बिहे गर्नुपर्छ, तपाईँहरू भनेको अनुभवी मान्छे भनेर भन्दाखेरि बाले पहिलेका जमानाका तुक्का जोडेर बाले के भन्नुभयो भने, नानी हाम्रा पालामा केटी हेर्न जाँदाखेरि किलो तिखारा लाउँथे, केटो कति गरी खाने खालको छ, वस्तु भाउ पाल्छ पाल्दैन भनेर। केटीको चाहिँ हात छाम्नु पर्थ्यो, हात छामेपछि उसको हात खस्रो छ भने चाहिँ केटी चाहिँ गरी खाने खालको केटी हो भनेर त्यसरी बिहा गर्थे भनेर भन्नुभयो बाले। ल ठिकै छ नि त, त्यहाँ पनि आज पनि भरे अब सबै कुरा मिल्यो भने म हात चेक गरौँला कस्तो रहेछ, झनै गरी खाने खालको केटी भेट्यो भने झनै राम्रो हुन्छ भनेर बालाई भने। गयौँ तिनतामा जाँदैछ। अनि बाटामा जाँदा सानो मध्य आँधी हुरी भनौँ न, हुरी बतास आयो, पानी पर्यो। बेलुका साँझ पर्दाखेरि पुग्यो। घरमा जाँदाखेरि त्यो हुरी बतासले कता के भयो, लाइन पनि छैन, सोलर पनि रहन्छ। अनि यसो बत्तीहरू बालेको थियो, दिउँसो टर्च लाइटहरू हल्का फल्का होइन। केटीसेटी हेरियो, ल ठिकै छ केटी, त्यो केटी चल्छ भन्ने भयो होइन। अनि उसले पनि अब ठिकै छ भनौ। अनि भरे कुराकानी गर्दै गएपछि ल तिमीहरू अब के गर्छौ, तिमीहरू सल्लाह गर, कुराकानी गर भनेर एउटा कोठा हाले। अब मैले त हात चेक गर्नु छ बाले भनिया छ होइन। त्यस्तै भयो भने झनै राम्रो हो, बाले भनेको कुरा मानिदेऊ न त, त्यत्रो लिएर गयो भनेर यसो हात छामे। हात त खस्रा न खस्रा छ यार होइन। जस्तो खोजेर आएको त्यस्तै पाइयो, गरी खाने खालको केटी भयो भने झनै राम्रो भयो भनेर चाहिँ तिमी त एकदमै जाँगरी रहेछौ है, काम के अरे एकदम गर्छौ जस्तो छ, हात त एकदम खस्रो छ त भनेर भनेको। दिउँसो पिँडालु खाएर हातै धोएको थिएन अनि भनेर भने। त्यसका बाजे त्यतिसम्म अल्छी रहेछ क्या, अब दिउँसो पिँडालु खाएर हातै धोएको रहन्छ अनि खस्रो हुँदैन त। त्यहाँबाट चप्पल बोकेर भागेको, बाहिर झड्याम्मै हुँदाखेरि यहाँ यो दैला ठोकिएर यो घाउ भएको, यो के अरे त्यति बेलाको खत हो क्या यो चिनो बोकेर आइयो त्यसका बाजे। अनि बालाई बोलाएर उतै भाग्यो। अब दिउँसो पिँडालु खाएर हातै नहुने केटी त भएन नि त हौ। कस्तो लाग्यो, कसैको वास्तविक जीवनसँग पनि मेल खाएको हुनसक्छ। रमाइलोको लागि लिइदिनु होला है त। थ्याङ्क यू।